म फेसियल गरेको तपाईँलाई ठिक लाग्यो? एकदम राम्रो। म पनि अबदेखि फेसियल गर्नु पर्ला किनभने अलिक चाउरी पऱ्यो, वृद्ध अवस्था छैन। तपाईँ कस्तो राम्रो, दाढी पनि राम्रो छ, चाउरी पनि परेको छ। धन्यवाद। बस्नुहोस्। मेरो चाउरी परेको छैन, बुढो भएको छुइनँ। छैन। धन्यवाद। ओके, किन भाउजूले चाउरी परे तिमी भन्नुहुन्छ? अलिक कमेन्ट्सहरू आइराखेको छ। के भन्नुहुन्छ भाउजू? अलिक यो चाउरी परेको छ, बुढो हुँदै गएको छ भन्ने। तपाईँ यसो भन्ने तिमीलाई ल्याएदेखि भएको हो चिन्ता? अब मैले तपाईँले सिकाउनु भएको यो कुरा चाहिँ म भन्छु। म तिमी र चिन्ताले चाउरी परे। सही कुरा ल, म यो कुरा चाहिँ भन्छु अब। ओके, रमाइलो कुरा हो। भाउजूलाई मैले त्यसो भनेको होइन। हजुर धन्यवाद। ओके, एकदम रमाइलो लाग्यो। तपाईँको अब किताबको विमोचन हुँदैछ, त्यसको लागि म शुभकामना। धन्यवाद। यहाँले पनि आइदिनुहोस्, म कार्ड निमन्त्रणा कार्ड नै यहाँलाई पठाउँछु। तपाईँ एनआरएन हो? एनआरएनमा खासै म आबद्ध छुइनँ, नेपाली प्रतिभा प्रतिष्ठानमा छु र एनआरएनमा आबद्ध हुनुपर्छ र त्यो संस्थाले नेपालीहरूको, समग्र नेपालीहरूको हितको काम गर्नुपर्छ भन्नेमा चाहिँ छु। एउटा कुरा इन जनरल सबैले जान्नुपर्छ र जान्ने उत्सुकता छ। बेलायतमा भएको बेलायती नेपाली सैनिकहरू तपाईँ जस्तो हजुर हो, जसले नेपालको नामलाई चम्काउनु भएको छ। खुकुरीको धार जस्तै चम्काउनु भएको छ। तपाईँहरूको सिटिजन उताकै हुन्छ के हुन्छ? हाम्रो खासमा भन्नुपर्दा सबभन्दा पहिला यहाँदेखि जाँदा आवासीय भिसा, ILR भनिन्छ, त्यो चाहिँ इन्डेफिनेट लिभ टु रिमेन भनिन्छ। त्यो अप्लाई गरेर गएपछि 3 वर्ष या 5 वर्षपछि हामीले त्यो आफ्नो सिटिजन लिने अधिकार छ। तर त्यो सिटिजन लिएर बेलायती नागरिक भनेर मलाई गर्व गर्न छैन र म 5-6 वर्ष भइसक्यो त्यही आवासीय भिसाको नागरिकतामा बसेको छु। मैले जुन बेलायती नागरिकताको लागि मैले कुनै प्रक्रियाहरू चलाएको छु। एउटा कुरा छ, धेरै सुनिन्छ विदेशमा बाँच्ने धेरै बेर वर्ष बसिसकेको तपाईँ जस्तो रिटायर्ड भइसकेको मान्छेहरूको छोराछोरीहरू नेपाल भनेपछि नेपाल नाक खुम्चाउने नजाने भन्ने छ। किन हो? त्यो हाम्रो अभिभावकहरूको कमजोरी हो भन्छु र अघि पनि यो सन्दर्भ कोटिएको छ र हामीले नेपालीहरूले घरमा तपाईँको नानीहरूलाई बोलाउँदैन र यहाँले जसरी बोलिराख्नु छ नानीहरूले पनि नेपाली त्यस्तै बोल्ने भएको कारणले यहाँले चाहिँ एउटा जनचेतनाको लागि हो। तर त्यसले गर्दा एउटा जनचेतना पनि जाग्छ त्यो तपाईँको यो कार्यक्रम हेरेर। तर नेपाली बोलेको हो उनीहरूले चाहिँ नेपाली बोल्नु जान्दैन, यहाँले जस्तो बोल्नुहुन्छ। त्यो भएर हामी त्यसमा चिन्तित छौँ। सधैँ हिँड्दाखेरि ब्याग बोकेर हिँड्नुहुन्छ? ब्याग बोकेर हिँड्छु। के छ ब्याग? त्यो भित्र मेरो पुस्तकहरू नै छन्। ओ माय गॉड, तपाईलाई म उपहार दिन्छु। म त्यही लागेको एउटा लेखक आएको, म पुस्तक पढ्ने रहर गर्ने मान्छे, तपाईलाई म उपहार दिन्छु। तर मैले सुनेको हजुरको एउटा कुरा, म तपाईलाई यो पुस्तक पनि उपहार दिन्छु र तपाईँको पनि पुस्तक आइराखेको मैले अनलाइन म्यागजिनहरू पत्र पत्रिकामा पढेको छु। त्यो कस्तो खालको तपाईँ? आएको छैन, मैले आफै लेखेको उजु डार्लिङ भन्ने किताबको टाइटल उजु डार्लिङ हुन्छ। यो छिट्टै 2 हप्ता 3 हप्ताभित्र आउँछ। यो चाहिँ कथा होइन, कविता होइन, म साहित्यकार होइन, तर यसमा रमाइलो रोचक विषयहरू धेरै हुन्छ। हामीले म के भनेर अहिले भन्दिनँ, पढ्दाखेरि थाहा हुन्छ। मलाई लाग्छ तपाईँहरू पढिदिनुहोस्। बजार लिन्छ होला र जति पनि तपाईँको पहिला लोकप्रिय भएका किताबहरू जस्तै बजारमा अर्को संस्करणहरू हजारौँ संस्करणहरू बिक्री होला जस्तो लागेको छ र यहाँलाई तपाईँहरूको शुभकामना र यो मेरो ओके लाभली पनि दिन्छु। लाउरेको कथा र जापानको बेथा म देखाइदिने। हुन्छ। वाउ। अनि के हो? ईश्वरको मलामी। ईश्वरको मलामी। वाउ, तपाईँ भगवानको पनि मलामी गाएको? यो प्रतीकात्मक हो। कतिपय कस्तो राम्रो द्वन्द्वात्मक भौतिकवाद को अलिकति उपेक्षा गर्नेहरूले नराम्रो पनि भने पागल दार्शनिकका अभिव्यक्तिहरू। त्यसले यो पढेर तपाईँलाई हजुर लेख्छु। हुन्छ, खुसी लाग्यो। धन्यवाद। तपाईँको पनि पढ्न पाऊ र त्यसले चाहिँ मार्केट लिएर तपाईँको चाहिँ नि दोस्रो तेस्रो चौथो संस्करणसम्म आओस् भन्ने शुभकामना यहाँलाई। फुर्सदमा के गर्नुहुन्छ? हजुर फुर्सदमा के गर्नु? फुर्सदमा यही हो मेरो, लेख्ने अनि लेख्नुको लागि अध्ययन गर्नु। गीत गाउनुहुन्छ कहिलेकाहीँ? म गर्छु, गाउँछु, तर म सङ्गीतप्रति त्यति ज्ञान नभएको कारणले गुनगुनाउने त सबै नै गर्छन्। अहिले तपाईँलाई मान्छेलाई कष्ट हुन्छ भने मलाई पनि हुन्छ कहिलेकाहीँ मिल्ने साथी मन मिलेको मान्छे अगाडि भयो भने केही गुनगुनाइदिउँ जस्तो। तपाईँलाई म मन मिलेको साथी भेटेको जस्तो भएको छैन? लागेको छ केही गुनगुनाउँ जस्तो लागेको छैन? ताकि तपाईँको गुनगुनाउँ जस्तो लागेको छ। मेरो स्वर चाहिँ तपाईँको अलिकति
यो चिसोले काठमाडौँको चिसोले गर्दा एउटा गुनगुनाउनै पर्ने हो नि गुनगुनाइदिउँ यहाँको फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बीच फुल्ने फुल रहेछ जीवन। वाउ कस्तो राम्रो। नमस्ते, म तपाईँ गीत गाउनु भयो, तपाईँसँग बसेर फोटो खिच्ने पोसिबल छ? मिल्छ मिल्छ। अलिक उता जानु। तपाईँसित धेरै रमाइलो भयो कुराकानीहरू। तपाईँसित कुरा गर्नलाई यहाँको लोकल नम्बर छ? मेरो छ तर अलिकति कण्ठस्थ छैन। ओके, नो प्रब्लम, हाम्रो छ, तपाईँ कण्ठ गर्नु। हुन्छ हुन्छ, तपाईँले दिनु। 5593931105 मैले जस्तो भन्छु 55931105। हाम्रो इमेल पनि छ uju.darling@gmail.com uju.darling@gmail.com। तपाईको छ इमेल? छ मेरो। कण्ठ छ? कण्ठ छ। के हो? dkchiwatphang@gmail.com। ओके, तपाईँ पनि जिमेल? जिमेल, हामी दुईटै जिमेल। जिमेल अनि फिमेल पनि हो? एकदम रमाइलो भयो तपाईँसित कुरा गरेर। मलाई हँसमुख मान्छे भन्छ नि, हाँसिरहने त्यो टाइपको मान्छे लाग्यो। हो, धन्यवाद त्यसको लागि। सबैले त्यस्तो गर्छन् तर म हाँसिराख्छु जस्तो त लाग्दैन। तर आफूले तपाईँको हाँसोले अरूलाई रमाइलो हुन्छ भने त्यो जिउनुको सार्थक हुन्छ। सार्थक मलाई त्यस्तो लाग्छ। मैले अन्य व्यक्तिहरूलाई मेरो हाँसोले जिउनुमा सार्थकता प्रदान गर्छु। डार्लिङको उद्देश्य यो प्रोग्राम, यो हाम्रो साथीहरू युनिटको उद्देश्य पनि त्यही हो। धन्यवाद। हाम्रो कार्यक्रम हेरेर रमाइलो गरेर एकछिन सिद्धियो, मतलब छैन हामीलाई। ओके, तपाईँलाई म भित्र लाने मेरो सानो लाइब्रेरी छ। हुन्छ, त्यहाँ पुस्तकहरू देखाउँछु। हुन्छ, जानुहुन्छ? जाने, हिँड्नुहोस्। अहिले यहीँ छोडिदिनुहोस् ब्याग। ओके, हुन्छ। यता भयो लाइब्रेरीमा। हजुर, म पुस्तक लेख्ने मान्छे, लाइब्रेरी। बाई।